साथीहरु आज म क्यापुचिनो स्मल बनाउन जाँदैछु हैन। यसको लागि मैले सर्वप्रथम 18 ग्रामको एस्प्रेसो शट लगाएँ अनि 180 ml मिल्क राखेँ हैन। अनि यसलाई बिस्तारै स्टिम गर्दैछु। अनि मैले अब आफ्नो आवश्यक टेम्परेचरमा स्टिम गरिसके पछाडी यसलाई एउटा स्टिम वाललाई क्लिन गर्दैछु एउटा ब्लू टिस्युले। क्लिन गरिसके पछाडी मिल्कका थोरै जो बबलहरु छ उनीहरु फुटाएर यसरी पोरिङ गर्दैछु। पोरिङ सकिसके पछाडी यसमा थोरै क्यापुचिनोमा आर्ट बनाउने कोसिस गर्दैछु। हेर्नुहोस् कस्तो हुन्छ त आर्ट। अब कस्तो लाग्छ हजुरहरुलाई लाइक कमेन्ट गर्न नबिर्सिनु होला। सब्स्क्राइब पनि गरिदिनु होला है त। आर्ट बनाउने प्र्याक्टिस